ल सम्पूर्णलाई भेरी गुड मर्निङ। आज कार्तिक 22 गते प्लान गरे अनुसार आज हाम्रो पाखरीकोट गुरुङ समाज पोखरा गाउँतर्फ प्रस्थान हुने क्रममा छौँ। आज गुम्बा सरसफाइ कार्यक्रम आयोजना भएको र ठिक भनिएको समयमा नै हामी यहाँबाट छुट्ने तर्खरमा छौँ। अब एक दुईजनालाई अझ पर्खेर बसिरहेका छौँ। उहाँहरू आउनु भएपछि चाहिँ हामी यहाँ गणमुखबाट छुट्नेछौँ गाउँको लागि। ल मर्निङ दाइ मर्निङ। ल सबैजना सदस्यज्यूहरू आफ्नो घरबाट चाहिँ हात हतियारहरू बोकेर आउनुभएको छ, विच इज भेरी गुड है। बिकज अब गाउँमा यति बेला त्यति पर्याप्त मात्रामा मान्छेहरू पनि छैनन्, तसर्थ अब काम गर्ने हतियारहरू पनि अब उपलब्ध नहोला। त्यसैले हामीले जानु अगाडि नै सम्पूर्ण जाने सदस्यज्यूहरूलाई अब काम गर्ने हतियारहरू बोक्नु होला भनेर आग्रह गरेको थियौँ। जसअनुसार अब लगभग प्रायः सबै जसोले चाहिँ अब सामान लिएर आउनुभएको छ। यति बेला ठ्याक्कै 6 बज्यो एन्ड नाउ वी आर मुभिङ है। ल हाम्रो ग्रुप चाहिँ अहिले यति बेला औधी क्षेत्र आइपुगेको छौँ है। अबको 2 घन्टामा होपफुली हामी चाहिँ गाउँ पुगिसकेका हुनेछौँ। बाटोमा फेरि अपडेट गर्दै गरौँ यहाँहरूलाई। हेर्दै गर्नु होला आजको ट्रिप, आजको गतिविधिहरू, सम्पूर्ण गतिविधिहरूलाई चाहिँ अब यो भिडियो मार्फत कैद गरेर यहाँहरू समक्ष पुर्याउने कोसिस गर्नेछु है। हेर्दै गर्नु होला गाइस। एयरपोर्ट आइपुग्यो। ल अहिले यति बेला चाहिँ हामी सुर्के मैदान आइसकेका छौँ। यहाँनिर आइपुग्दाखेरि चाहिँ यो हिमालको भ्यू एकदम राम्रो देखियो। त्यसैले गर्दाखेरि गाडी एकछिन रोकेर भए पनि एउटा सानो क्लिप यसै भिडियोमा चाहिँ जोडिदिउँ भनेर गाडीवालालाई रोक्न लगाएँ। लुक एट द भ्यू गाइस, इट्स सो स्टनिङ है, सो ब्युटिफुल। तलपट्टि पोखरा भ्याली, कसेरीको फाँट है। ओ माई गुडनेस, लुक एट द भ्यू, सो आई प्लिजिङ के है, एकदम के अरे पिसफुल। र हाम्रो गाउँ जाने बाटो पनि यति राम्रो भइसकेको अवस्थामा छ। यो बाटो चाहिँ मुगरीबेसीसम्मलाई यस्तै पिच रहनेछ भने त्यहाँदेखि माथि गते हुँदै पाखरीकोटसम्म पुग्ने बाटो भने अफ रोड नै छ गाइस। We have finally reached Bhagwati Tar, Bhagwati Mandir, one of the most popular spiritual religious destination for the Hindus. अहिले चाहिँ मिजुरे डाँडा आइपुग्यो। मिजुरे डाँडा पछि स्वास्थ्य चौकी, उतापट्टि मिजुरे ओके। ल फाइनली हामी चाहिँ पाखरीकोट आइसकेको अवस्था छ। अब गाडीको यात्रा चाहिँ यहीँसम्म मात्र थियो। बिकज अब यता फेरि गुम्बा डाँडातिर चाहिँ अब जाँदैन है गाडी। वी हेभ जस्ट रिच्ड अनि इट्स 8:30 राइट नाउ। ल हाम्रो सम्पूर्ण सदस्यज्यूहरू अब गाडीबाट ओर्लने क्रममा छ। यतापट्टि यो हाम्रो गैरोबारी, यता हाम्रो मेरो भाइ कान्छाले चाहिँ यहाँ चाँपको बोट चाहिँ पहिला जमानामा लगाएर गएको थियो है। यस्तो अग्लो भएको छ अहिले चाहिँ है चाँप, विशेष चाँप है। भाइ तैँले यदि यो भिडियो हेरिरहेको छ भने तैँले रोपिरहेको चाँपको बोट चाहिँ यति अग्लो भइसकेको छ अनि मोटो पनि भइरहेछ है। अर्को पनि थियो अरे एउटा, तर यो बिजुलीको तारलाई छुन गएर चाहिँ काटेर फालिदियो भन्ने कुराहरू चाहिँ सुन्नमा आयो।
ल अब यता सामान झार्ने अनि हामी चाहिँ जाने हो गुम्बा डाँडामा. If you guys can see the monastery, यो डाँडा यहाँ जानेछौँ हामी सबै सामान लगेर अब. सो ल हिँड्नु मासी बिस्तारै जाँदै गर्नु. ल यता मासी जानुभयो. ल है ल वेलकम टु पाखरीकोट. रासन पानी चाहियो नि खाना पर्यो. ल सबै चाहिँ नि अब सामानहरू निकाल्ने क्रममा छ र बिस्तारै हामी उकालो लाग्छौँ अब. ल हिँड्नै सकेन सासै फुल्यो. बजारमा बसेर ब्रोइलर कुखुरा जस्तो भयो है भाउजू. त्यही त नि. ल आमा पार्टीहरू आउँदै हुनुहुन्छ. सामानहरू लिन पठाएर चाहिँ नि बुढाले. ल ल अब आफै त हिँड्न सकेको छैन मासी. ओ बिचरा दाइहरू त झन् त्यस्तो बोकेर ल्याउनु रहेछ. ल सेवा नै धर्म हो. पुण्य अब कमाउनु पर्छ. जिउ त छँदै है. ल सबैलाई धेरै धेरै धन्यवाद. उहाँ चाहिँ नि हाम्रो पाखरीकोट गुरुङ समाजको अध्यक्ष र आनन्द धर्मचक्र बुद्ध विहार गुम्बाका कोषाध्यक्ष हाम्रो आदरणीय दाई कृष्णबहादुर गुरुङ. हाम्रो पूजाको बा हुनुहुन्थ्यो भने. ल थकै लाग्यो नि मासी. अब उकाली ओह्राली गर्न त अनि बिर्सिसक्यो त हामीले त. बल्ल रमाइलो भयो है फुबु. ओ भाउजू खुट्टा त जेल्टिएछ त. ल बडा स्यान्दाई पनि बोकेर आउँदै हुँदो रहेछ. ल अब चाहिँ हामी अलमोस्ट आइसकेका छौँ गुम्बा डाँडामा. ल अब फेरि माथि गएर फेरि बनाउनेछौँ है भिडियो. ओ भाइ ल नमस्कार नमस्कार. ल नमस्ते नमस्ते. ल आराम हुनुहुन्छ. ल है ल है. ल कति बेला आइपुग्नु भयो. भर्खरै हो. स्कुटरमै आएको कि हिँडेर. ए ल त्यो दाइसँग सोध्नु भयो होला नि सामानहरू छैछ नि तल. हेर्नु हेर्नु है. ल ल यतापट्टि चाहिँ एन्टी लाइट परेर अलि प्रष्ट सायद देखेको छैन होला. फर यो काइन्ड इन्फो हामी चाहिँ अहिले भर्खरै यहाँ गुम्बा डाँडामा आइपुगेका छौँ. अब यहाँनिर यहाँहरूले यदि देखिरहनु भएको होला है सबै यस्तो जङ्गल भएको अवस्था छ. वी निड टु टेक केयर अफ दिस थिङ टुडे है. ल ए जम्मै झाडी भएको छ. आज यो सब गोडमेल गरेर थन्को मनको लगाउने काम हुन्छ आज. ए सबै हेर्नु त्यस्तो जङ्गल बनेको छ. दिस हेज टु बी क्लिन है. अनि यता अब यो फोहोरहरू सबै व्यवस्थापन गर्नुपर्ने छ भने गुम्बा अब यो बर्सातले गर्दा है यता व्यवस्थापनको लागि यो सबै फोहोर मैलाहरूको यो सबै गोडमेल गरेर चिटिक्क बनाउनु पर्ने छ आज. अहिले पुग्यो नि.
अब होइन खाजा त अनि आमा बाटीहरूले बनाएको छ अरे नि त चिया छ अरे चिया त पनि त होला नि अनि खाजा बनाएपछि त पानी दाइ मोटर चलाउनु पर्छ होला मोटर आउँछ नि ए यहीँ छ नि वास बेसिन यता बाहिरै छ क्या त यो बेसिन ल उतापट्टि लामा आवास भवन पनि एकदम राम्रो देखिएको छ रङरोगन र तपाईँको झ्यालडोकाहरू सबै हालिसकेको अवस्था छ ल अब सरसफाइ गर्ने भनेको यही सब हो यो दार पातहरू काठहरू चाहिँ सबै व्यवस्थापन गर्ने यतापट्टि टोयलेटको हालत यस्तो छ एभ्रिथिङ इज गोइङ टु बी क्लिन टुडे we have come for this cause it has to be done anyway यो प्लास्टिक जलाउनु पर्छ के ल त्यो आगो फुकिहाल्ने त्यो गर्नुभयो कि साँझो हाम्रो यता विष्णु दाइले यता आगो सल्काउने तयारी गरिसक्नु ल यतापट्टि फेरि चढिसकेको रहेछ हो यो झारपातहरू सबै सोर्ने आज हाम्रो भन्साउतामा रहेछ नि त हो ल आइपुग्यौँ है यहाँ चाहिँ हाम्रो काका यो गुम्बाको चाहिँ अध्यक्ष पनि सम्पूर्ण देखरेख व्यवस्थापनतर्फ चाहिँ हाम्रो काकाको ठुलो योगदान रहेको जानकारी पनि गराउन चाहन्छु यतापट्टिको फेन्सिङ एन्ड गुम्बा फ्रम दि फ्रन्ट भ्यू है यतापट्टि गुम्बा ल हेर्नुहोस् हाम्रो पाखरीकोट गुरुङ समाज कति सक्रिय छ आएर चाहिँ 1 मिनट पनि भएको छैन गुम्बाको क्षेत्रमा र काम गर्न सुरु भइसक्नुभयो सबैले चाहिँ आफूले सक्ने कामहरू गर्दै हुनुहुन्छ मलाई दुःख पनि लागिरहेको छ एट द सेम टाइम म चाहिँ भिडियो बनाएर बसिरहेको छु है बट अफकोर्स म पनि काम गर्नेछु तर यहाँ केही सानो क्लिपहरू पनि फोटो भिडियोहरू बनाउँ कि भनेर लोकागा चाहिँ पुरा सरसफाइ चाहिँ गरिदियौँ हामीले है तपाईँ अब सम्पूर्ण पाखरीकोटवासीहरू चाहिँ होइन मेन पावर आज गुम्बाको सरसफाइमा चाहिँ टक्रिएको छ यसको सम्भावना भनेको निरन्तरता पछिसम्म हुन्छ भन्ने हाम्रो सोचाइ हो एकदम एकता नै बल हो युनिटी हुनुपर्छ हामी सबैमा होइन यतापट्टि गुम्बाको भित्र यो मार्बल के कसरी लगाएको छ यो पनि हेर्नु पर्यो यता मार्बलको कामहरू फिनिसिङ भइसकेको छ तर यो पट्टी लगाउन बाँकी देखियो यसको लागि हामी छिट्टै फेरि पहल गर्नेछौँ ल झ्यालहरू सबै पिभिसीको झ्यालहरू अनि फलामको ग्रिलहरू जम्मै इन्स्टल भइसकेको छ राम्रो छ यो माथिको चाहिँ ढक्कन सबै काम गर्नतर्फ लागिसकेको अवस्था छ यहाँनिर ओ नमस्ते मामा सन्चै हुनुहुन्छ मामा
गुम्बाको गेट पनि एकदम रेडी छ। अब यसमा पेन्टको काम चाहिँ बाँकी रहन्छ। ए हाम्रो फुपू पनि बिचरा कुचो बडाल्दै हुनुहुन्छ फुपूले। मासी यता अब खाजा भुजाको व्यवस्थापनतर्फ हाम्रो दुईटा आदरणीय दाइहरू यतापट्टि दाइहरू चाहिँ कुकिङ डिपार्टमेन्ट यता छ है हाम्रो। सबै अनि आज पनि यो गुम्बाको माथिल्लो तल्लामा जाने रेलिङ पनि इन्स्टल हुँदैछ। ल पोखराबाट चाहिँ नि गाउँमा गुम्बा सरसफाइका लागि झारा सम्पूर्ण पखरीकोट गुरुङ समाज झारा उठेर आएपछि आएर 1 घन्टा भयो। हामीले यहाँ काम थुप्रै गऱ्यौँ होइन। अब चाहिँ खाजा खाने बेला पनि भइसकेको छ। यहाँ माइनरले चाहिँ सुरु पनि गरिसकेको रहेछ। गाउँको आमाहरूले मिठो रोटी तरकारी बनाउनु भएछ। धन्यवाद छ आमाहरूलाई। ल आमाहरूलाई बिचरा जहिले नि कष्टै हो दुःखै हो बरा है। ल ओके ल सबै अब खाजा सुरु भयो। कोही चाहिँ नि स्टिल वर्किङ है। ल खाजा चाहिँ खानुपर्छ है। 10 बज्न लागिसक्यो भोक पनि लाग्यो। यता यो एरिया कति फोहोर थियो अघि मैले अघिको भिडियोमा यदि तपाईँहरूले देख्नुभएको थियो भने अहिले एकदम क्लिन भइसकेको अवस्था छ। यता दाइहरूको त भात पनि पाक्यो क्या हो। हाम्रो दुईजना सुधार दाइहरू चाहिँ यहाँ कुकिङ डिपार्टमेन्टमा बिजी हुनुहुन्छ। अन्त आमा पार्टीहरूले खाजा बाँड्दै हुनुहुन्छ। अब हामी खाजा खान्छौँ है। ल एउटा छोटो चिया पानी ब्रेक पछाडि फेरि पुनः पखरीकोट समाज फेरि लागि पर्नुभएको छ आफ्नो पेन्डिङ वर्क्सहरूमा। ल दाल पाक्यो दाइको। दाउराको हार पनि मजाले लगाएर छोडिदियो। अझै यो चाहिँ अलिकति बाँकी छ। यो पनि अझै त्यो गर्नुपर्छ हामीले। यता बान्डो लगाइयो। के काका दाउरा ल है ल सेवा नै धर्म हो। फेरि हेर्दै ठोक्यो त कान्छ यार। ओ भाउजू हात काट्ला फेरि हात काट्ला कि हो र थाहा भएन नि त अनि। यो दारपात थुप्रै छ नि यहाँ। थाक्यो नि मासी ए ल हजुर ल हजुर फु ल म गीत बजाइदिन्छु नि त भाउजू। ल म त ढले ढले
ल तपाईँले अब एक्सन गर्नु नि त ल खै झन् क्यामेरा ल्याएको त भाउजू त चुपचाप भइगयो सक्नु लाग्यो मासि अब भ्याउनु लाग्छ छैन अब त भ्यायो त्यहाँ अलिकति ब्लग छ हो हो नि त हेर्नु नि त अघि बिहान आउँदाखेरि कस्तो थियो मान्छे है हो त नि ल एकदम चाहिँ नि जय होस् पहरीकोट समाज गर्नुपर्छ सधैँ यसरी एकताबद्ध भएर चाहिँ नि काम गर्नुपर्छ हामी सबै मिलेर ल अब भने म पनि एकछिन यसो ब्लग उठाउनु पर्यो ओके अब भने हाम्रो सम्पूर्ण सरसफाइका कामहरू चाहिँ यहाँ आएर सकिन्छ र अब सबै यहाँ चाहिँ नि चियापान गरेर फेरि पोखरातर्फ फर्किने तयारीमा छौँ हामी सबै यतापट्टि एन्टी लाइट साइड परेर अलि क्लियर देखिएन यता हुनुहुन्छ हाम्रो दाई ल यता आज चाहिँ मेटलको काम मध्येमा चाहिँ यो एउटा च्यानल गेट माथि यो जाली पनि इन्स्टल भयो अनि एट द सेम टाइम यता यो माथि जाने भर्याङ पनि इन्स्टल भयो आज भने अब त्यो अगाडि गेटमा यो गेटमा चाहिँ यतापट्टि यो देखेको यो फेन्सिङ जस्तै यता पनि इन्स्टल हुनेछ यो गेटको दुवैतर्फ ल अब हामी चाहिँ नि एउटा सानो मिटिङ होल्ड हुन्छ यहाँ एन्ड देन चियापान ब्याक टु पोखरा जति पनि हामीले यो कार्यक्रम हामीले पहिला मिटिङमा पास गरेको थियो पछि चाहिँ पनि के भइएको छ त्यो अलिक काजबाजे भयो फेरि त्यसलाई रिकभर गरेर अहिले चाहिँ हामीले यो जुन हामीले चिताएको थियो त्यो काम हामीले पुरा गर्यो एकदम राम्रो भएछ अब हेर्नु तपाईँ हामीलाई कति खुसी भएको छ अरू मान्छे भिजिटर आउँदा नि अब अलिकति भुइँ खबर पनि भयो सबैको को आउँथ्यो होला र भन अहिले बिहान आउँदाखेरि हुँदाखेरि अहिले त कमसेकम यति भएतिर अलिकति त मान्छेलाई मनभित्र नै अलिकति ऊ हुन्छ नि त्यस कारणले गर्दाखेरि जुन हाम्रो इरादा थियो त्यो इरादा हामीले पुरा गर्यो राम्रो भयो यो हाम्रो गाउँको लागि हो त्यस कारणले गर्दाखेरि धेरै कुरा भन्नुभन्दा नि अब जति हामीले यो गाडी साडी हायर गरेर ल्याए यताउता त्यो सबै समाजले तिर्छ है तर जति पनि यो खानापिना के भइरहेछ भनेदेखिलाई हिजोदेखिको ऊ दगुरेको दगुरे छ सपिङ गर्न दगुर्न जाऊ त्यहाँदेखि यहाँ आएर पकाऊ खुलाऊ सबै गरेको त नि हाम्रो अनेरी सुदर मेजर गम्भीर सिंह गुरुङको यसले स्पोन्सर गर्नुभएको छ आजको खाना जति सबै दाइले चाहिँ एकदम धन्यवाद अब यसैमा यो मेरो यो कुरा कसैलाई पनि थाहा थिएन होला थाहा केही थिएन पनि तर मलाई चाहिँ थाहा थियो है त्यस कारणले मेरो भित्रको प्लानिङ चाहिँ हाम्रो समाजको तर्फबाट उहाँ अहिले अनेरी सुन्दर मेजर हुनुहुन्छ अब बुढो भयो अब आर्मीमा ध्यान ऱ्याङ्क बढ्ने त कुरो भएन आज म त के भन्छु भने अनेरी जिसिओ होस् यसै प्रकारले उहाँले यस्तो समाज सेवातिर चाहिँ उहाँ कुसुम डाँडामा तपाईँहरू पुग्नु भएको छ होला कति पुग्नु भएको छ कुसुम डाँडामा एउटा मजाको ट्याङ्की बनाइदिनु भएको छ यहाँ पनि यस्तो गरेछ हरेक यस्तो काममा एकदमै अग्रसर त्यस कारणले गर्दाखेरि हाम्रो समाजको तर्फबाट यो मेरो फाल्टु ऊ हो अध्यक्षज्यू उहाँलाई चाहिँ यो पदबाट सम्मान गरिदिनु
जानु अगाडि जानु त्यही जानु जसले थाहा पायो भइगयो नि जसले थाहा पायो भने व्यवस्था भयो थाहा पाउनुले व्यवस्था गऱ्यो नि ओ माइलालाई भन्नु दाइ म भिडियो बनाउँछु यो सम्पूर्ण आमा समाजको तर्फबाट उहाँलाई नै सम्पूर्ण पार्टीको तर्फबाट फर्काउँ कि आई कसो गरौँ ल अब यसो खाना बाहिर गरेर थाहा पाइहालेको भनेदेखि मैले कस्तो पनि भनेको मलाई टाढा जान पाएन मेरो तर्फबाट यसो खाजा खुवाइदियो भनेर भन्थ्यो कि अनि यसले मैले 500 रुपियाँ पाइदियो भने यति 500 रुपियाँ के हुन्छ भनेर मैले बाबा यहाँ पैसा उहाँ त हुन्छ नि भन्ने भन्यो जानु हुँदै हुँदो रहेछ 500 रुपियाँ पठाइदियो अन्त आर्नु हुँदो रहेछ र आजदेखि त्यो मैले पनि थाल्यो त्यो 500 रुपियाँ पठाइदिनु भने तेरो 500 रुपियाँ केही हुँदैन यहाँ त भन्यो भने किन नहुने हुन्छ भन्छ यहाँ त आइहाल्यो साथी अलिकति हुँदो रहेछ मैले थाहा गरेर कसैलाई नपठाइ होइन यसो सादा भात खुलाउँ भन्ने विचार गएको दादा हाम्रो मध्येबाट फेरि जम्मै यो क्याटेरिङले गर्दाखेरि मिठो सिटो के त कागजले जिउले थाहा पाउँछ हामी त्यहाँ सादा खाना भयो त्यो पनि मद्दतले बनाएको कस्तो भयो थाहा अब हाम्रो जिब्रो त क्याटेरिङले बिगारेछ नि त फेरि सादा भयो यो गुम्बामा फेरि सादै राम्रो लागेको छ लाएर सादै गरेको है गुम्बामा सादै गरौँ भन्नु ल यति कुरा ल यस्तो प्रकारले भनिहाले अहिले नै उहाँको अब पदोन्नति अब पेन्सन रिटायर भएर पनि अब पद बढ्दैछ त्यस्तो प्रकारले आज नै मैले भनिहालेँ अब दीर्घजीवन भन्नु दीर्घजीवन अब त्यहाँ बिमारी यताउता केही नहोस् अनि सधैँ यो मनले जसरी तपाईँले हामी माथि चिताउनु भएको छ त्यस्तै प्रकारले तपाईँ माथि पनि भगवान्ले हामी सबै तर्फबाट प्रगति होस् एकदम राम्रो होस् भन्दै हाम्रो नम्बरी भन्नाले यहाँ मैले देखेको 1 2 3 4 4 उसँग 5 जना हो हाम्रो नम्बरी तर्फबाट नै लो लगाइदिनु उता पाँचजना रहेछ समाजको लागि एकदमै चाहिँ खुसीको साथ काम गर्नुहुन्छ तपाईँले। ल धेरै कुरा नगरौँ मेरो कुरा यति नै छ अब कसैको जस्तो तपाईँको केही कुरा छ भने के अरे नयाँ भवनमा श्री आनन्द धर्मचक्र बुद्ध विहार गुम्बाको सरसफाइको कार्यक्रम थियो आज सम्बोधन चाहिँ नगरिराख भयो है समयले पनि अलिक त्यस्तै भएको छ हुन त गरे पनि भयो न्यू वर्तमान अध्यक्षज्यू गुम्बाका अध्यक्षज्यू गुम्बाका
उपाध्यक्षज्यू भने अब समाजको उपाध्यक्षज्यू युके परिवारका पूर्वाध्यक्षज्यू र सम्पूर्ण के अरे हाम्रो सदस्यज्यूहरूलाई म नमस्कार गर्न चाहन्छु। र आज साह्रै खुसी लाग्यो यो गर्न त। अब उहाँ पनि पारित त भएकै त होइन, तर मलाई के जस्तो लाग्यो भने उहाँ त के अरे गुम्बामा त हेरि नसक्नु छ। मेरै मनमा मात्रै त्यसो लाग्यो। त्यसले गर्दाखेरि आज दुई चार दिनै भयो जस्तो ऊ राखेको। त्यहाँबाट अध्यक्षज्यूलाई राख्नुभयो मैले कुरा र सचिवज्यूसँग, त्यसपछि उपाध्यक्षसँग पनि कुरा राखेँ र यस्तो यस्तो गर्नु पऱ्यो भनेर। त्यसपछि फेरि सल्लाहकारज्यूहरूलाई पनि भने सबैलाई। त्यसपछि सबैले हुन्छ भनेपछि मैले अब योग गऱ्यो भन्न चाहन्छु। फेरि पनि हाम्रो अब के अरे समाजमा जहाँ गए पनि, जहाँ जे गरे पनि यस्तै गरेर के अरे एक रुक्त भएर अगाडि बढ्यो भने केही चिजमा पनि कमी हुँदैन। र हाम्रो गुम्बाको आमा समूहले गाउँमा यति मिठो खाजा खिलाउनु भयो। उहाँहरूले त सबै हो, अहिले मात्रै नभएर सधैँ खाजा खिलाउनुहुन्छ। उहाँहरूलाई पनि एकदमै धन्यवाद भन्न चाहन्छु। अर्को अब के अरे फर्केपछि पनि बिहानमा जस्तो किसिमले फर्केर आएको थियो, के अरे आएको थियो त्यसै राम्रो किसिमले फर्कने हो हामी जेलैमा। अब यहाँको साफसफाइहरू एकदमै राम्रो भयो। मलाई साह्रै खुसी लाग्यो। धन्यवाद भन्दै मेरो ढिलो नगर्ने मेरो जस्तो स्वर भएको मादी 8 कास्की आनन्द धर्मचक्र बुद्ध विहारको प्राङ्गणमा पहाडीकोट समाजका सम्पूर्ण आमा समूहको प्रतिनिधिज्यूहरू, पूर्व अध्यक्षज्यू लगायत युकेका पूर्व अध्यक्षज्यू लगायत सम्पूर्ण सधैँ क्रियाशील रूपमा लागिरहनुभएका, धनले सहयोग गरिरहनुभएका, अब बुद्धि विवेकले सहयोग गर्नु निरन्तर सहयोग गरिरहनुभएका सम्पूर्ण बुद्धिजीवी आमा समूहहरूलाई म आनन्द धर्मचक्र बुद्ध विहारको अध्यक्षको नाताले मुरी धन्यवाद दिन चाहन्छु। हामीले सोचे भन्दा राम्रो काम भयो। बसी खाइपल्किएको यति काम गर्ला भनेर मैले चिताएकै थिएन। यहीँ बस्ने मान्छेहरू लुके। तपाईँहरूले धेरै राम्रो काम गर्नुभयो। पहाडीकोटको विशेषता भन्नु नै यही हो। जुनै पनि काम हामी प्रश्न मात्रै उठाउन ढिलो गर्न हुँदैन। कुनै पनि काम हाम्रो अगाडि चाहिँ रहेको छैन। विकासको बारेमा चाहिँ नै भन्न पाउने हो भनेदेखि मलाई 2 घन्टा टाइम चाहिन्छ। मैले यहाँ कति दुःख गरेको छ भन्ने कुरा, त्यो थुन्सीकोटको पुल बनाउँदा कति दुःख गरेको छ, त्यो अस्पताल बनाउँदा कति दुःख गरेको छ, यो बाटो बनाउँदा कति दुःख गरेको छ भन्ने कुरा मलाई 2-3 घन्टा टाइमले नै पुग्दैन। यो सबै कुरो भन्न पाउने हो भने जे होस्, हामीले गुम्बा चिताएको भन्दा ठुलो बनाइदियौँ। जबकि हामीसँग चाहिँ 14 लाख रुपियाँ मात्रै थियो। आज लगभग 2 करोडको काम गरिसक्यो। अझै कति काम छैन। अनि मुख्य विशेषता के हो भने एकता नै सफलताको सम्भावनाको भन्ने कुरा वैज्ञानिकले प्रमाणित गरिसकेको छ। हामीमा जब एकता हुन्छ भने हामी कुनै पनि काम बाँकी राख्दैनौँ। हामी जुनसुकै काम पनि फोर्छ। भाइ मिले बरो खोल्छ भन्छ। अब भाइ फुट्यो गरम लुट्यो भन्ने कुरो त हामी कहिल्यै फुट्नु हुँदैन। हामी सधैँ जुटेर काम गर्नुपर्छ। समयको पाबन्दीले गर्दाखेरि समयले नेटे काटिसक्यो। थप्रो डाँडाको कति बजाइराख्नु। यहाँहरूको चाहिँ सहयोगलाई मुरी सहयोग गर्दै फर्किने यात्रा चाहिँ सफल शुभ रहोस् भन्दै बाँकी कुराहरू पछि भन्ने प्रतिबद्धताको साथ म छिटै चाहिँ बिदा लिइहाल्ने। हस्, धन्यवाद। मेरो कुराहरू के अरे आजको स्पोन्सर दाइलाई मैले केही भने के अरे पाएन, के अरे
भनिन्छ है त्यो मेरो सुपरभाइजर हाम्रो गमेर सिंह दाईलाई एकदम मुरी धन्यवाद छ। तपाईँले यसरी लुकाएर आज यहीँ आउँदाखेरि पनि थाहा नपाएर अझै आफ्नै खुसीले सबै चिज आफ्नै हिसाब किताब उसले गरेको मलाई शङ्का त लागेको थियो। होइन बुढोले आफैले सबै आफैले के अरे स्टेटमेन्ट गरेर भनेर सोचेको त थियो। तर पनि उहाँलाई एकदमै धन्यवाद छ। के अरे भाउजूलाई धन्यवाद छ, छोराछोरी सबै परिवारलाई। मैले सोचेको कुरो सबै तजस्तो भएर पुगोस्, अरूभन्दा पनि रोग ब्याग नलागोस्। एकदमै धन्यवाद छ दाइलाई है। ल धन्यवाद धन्यवाद। भयो पर्दैन तपाईँ जान छोडी आज नत्र। ल भोलि आरामले हाँस खाएर आउनुहोस्। ल मासी ल ल ल भाउजू लो भाउजूहरू दाई बाई बाई। ए आउने पछि लगेर गइरहेछ नि मासी। पोखरातिर फर्कनेछौँ। अबको लगभग 2-2.5 घन्टामा चाहिँ